के छ भाइ हान्दिम गाई गयो है भाइ आइस भाइ मलाई चलाउन आउँदैन भाइ मेरो सटप म रेस खेल्ने हो रेस खेल्ने हो भने बोला छ मा गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ अनि आज चाहिँ टक्क गाउँ आएको थिएँ टक्क आज चाहिँ अनि भोलि 1-2-3 दिनपछि चाहिँ टाढा जानेछु कि म त्यही भएर हात बसाउनलाई त्यो बाइक चलाउनलाई बाहिरमा जान लाग्छौँ आइस भाइ आइज जाम खाना खाइ आइज जाम के अरे 2-3 दिनपछि चाहिँ म उता जानेछु कि टाढा बाइक लिएर त्यो भएर अहिले हात बसाउनलाई बाहिरमा जान्छु त्यहाँ एकदम बाइकमा तलसम्म घुम्नु तपाईँहरूको यहाँतिरको गाउँ टक्क देखाउँछ तपाईँहरूलाई हेर्दै राख्नु ल त बना त अहिले हामी गइरहेछौँ राइडमा आइस भाइ अघि एउटा आयो है त्यो जारवाला खाने भाइ त्यही आयो है ओ के छ भाइ गर त्यसपछि हिजो बाटोमा पैसा गयो भने सुनाइरहेको थियो क्या पछि मलाई त झ्याउ लाग्यो हिँड्ने राति गर्छु हेर्छ मेरो के हो दाइ हेर्नुहोस् बाइक के हो मान्छे नगरेर बस्छ ओके यसलाई हान्दिम गाई हेर्नुहोस् मेरो पसल अहिले हामी बाइकमा राइडसम्म जान लागेका छौँ ऊ त्यो हेलमेट पुछिरहेको छ यता बाइक चलाउन हतार भइसक्यो ढिलो भयो गरे यो दाइलाई हल्का धेरै ढिलो भयो डबल स्ट्यान्ड अनि सेल्फ काम गर्दैन गरे सेल्फ भनेको थियो मलाई खासै आउँदैन हेर्नुहोस् त्यसले बाइक चलाएको खासै त्यसलाई चलाउन त आउँदैन मैले नै सिकाएको चलाउन पनि त्यसलाई चलाउन सिकाएको मैले पनि हो यसलाई चलाउन सिकाएको मैले नि हो अहिले हामी गइरहेछौँ खोलातिर हेर्नुहोस् अहिले हामी गइरहेछौँ खोलातिर हरन सर केही काम गर्दैन हरन केही काम गर्दैन भनिरहेछ छत्तालाई त्यस्तो साह्रो लाग्नु मोबाइल छ भने चला न चला छत्ते लाग्यो हल्का गाडी आयो हेर्नुहोस् गाइस आज हल्का गर्मी हल्का घाम लाग्यो छ त्यही भएर हाम्रो मुख हल्का राम्रोसँग देखिरहेको छैन होला हरन बेला कामै गर्दैन हरन बेला काम गरिरहेन है के भयो चलाउन सिकाउन म हो कि होस् नि ओहो कस्तो मनुष्य गाइस उता हाम्रो खेल्ने ग्राउन्डतिर काटिराखेको छ काठ
क्या भयो ल चलो हेर्नुहोस् गाइस यो दसैँको मौकामा हाम्रो खेत बारीसारी काटिरहेका छन् देवराज हेर्नुहोस् यो देवराज हो सुनिल सुनिल माथिको गाइस खोलानिर गइरहेको छौँ अहिले हामी गयो है भाइ आइस भाइ मलाई चलाउन आउँदैन खोलासम्म जाने कि कहाँसम्म तारै लाग्छ तारै केही छैन चल्छ नेपालमा अहिले हामी पुग्न लागेको छौँ सिधा स्कुलतिर तेरो स्कुल है मेरो होइन म पढ्ने स्कुल हो यो हेर्नुहोस् हाम्रो उपमहानगरपालिका यही नै हो विश्वको सबभन्दा ठुलो पुल तर होइन मुगु जिल्लाको ठुलो पुल हो यही हो यसलाई हामी निकनेम दिन्छौँ भाइरल पुल यो हल्का गाह्रो लाग्यो नाइके 3 महिना हो कि 4 महिनापछि चलाएँ ए 3-4 महिनापछि सब्सक्राइब हेर्नु सुते यो मुहान अन्डीको छोराहरू हामीलाई हेरिरहेछन् यहाँसम्म आयो तर यहाँ के त्यो एउटा मात्र हो त्यो एउटा पुल मात्र हो पुल हिजो गइसक्यो तपाईँहरूलाई देखाउन मात्र आएको रेस खेल्ने हो नि बोला छ मा हामी पानी पिउन गएको मुहानको चिसो पानी तर उहाँ केटीहरू नुहाइराख्नु हुन्छ त्यही भएर हामी गएको होइन भेडाहरू गाइस त दसैँको लागि कति पालेको थिए त्यो भेडामा एक भेडालाई छोड्न पाएको भए त जिन्दगी मोज हुन्थ्यो तर होइन तर के गर्नु अब हाम्रो आशिका तामाङ जस्तै गर्ने क्या हाम्रो पिसा फेरि ठाउँ हो ओहो गाइस तल धुलो त औडा फाल्यो औडा धुलो फाल्यो बे त्यसले ओहो गाइस हाम्रो सब देखाइसक्यौँ अब हामी तपाईँलाई देखाउँछौँ कि मुगुको बगैँचा भन्ने ठाउँमा जान्छौँ त्यता गाइस आलु स्याउ त कति फल्छ गाइस त्यता गाइस वैशाख जेठतिर गाइस यस्तो स्याउ आलु हल्का गाइस हाम्रो यो मोबाइल हल्का राम्रो छैन त्यही पनि माया देखाउँ मन्दिर मुगुको 1 करोडको मन्दिर हेर्नु न गाइस यताको ढोका हेर्नुहोस् न यस्तो छ हालत अनि हुन्छ मुगुको विकास यही हो गाइस हाम्रो बगैँचा भन्ने ठाउँ हेर्नुहोस् स्याउ कति धेरै फल्छ योमा घर गइदिउँ भोलि जाउँला है खोलातिर भोलि जाउँला गाइस खोलातिर बसलाई यो मान्छे राम्रो रहेछ गाइस बसलाई कस्तो पार्क गरेर हल्का पेट्रोल सकिन लाग्यो पेट्रोल हालेर हामी भोलि जान्छौँ घरतिर पुग्यो हामी गेम खेल्न जाने भिडियो यसले बनाएको तर यसले कस्तो बनाएको भने मलाई नि थाहा छैन त्यो पनि हालिदिन्छु सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला यसको मम्मी तेरो मम्मीको नाम भन्छ मेरो मम्मीको नाम पाना दिदी